यस्तो हो के ऑपरेशन हुन्छ अब डॉक्टर रोशन सिंह हो के प्यारी समझ गई नहीं साच्चै कुवा हो यो कुवा हो पहिला यसको भित्र पानी हुन्थ्यो पहिला त्यति हो अहिले छैन सुकेछ गहिरो छैन ए सब सुवासले गर्दा हो ये भी मेरी गलती है ल फाइनली गाइज आज चाहिँ हामीहरुको पिकनिक कार्यक्रम स्कुलबाट त्यही भएर भ्लग बनाउन लाग्यो मैले चाहिँ आज हैन विशेष कारण त्यही हो हेरौँ अब कस्तो हुन्छ फिलहाल चाहिँ हामी अहिले स्कुल जान लागेका छौं र स्कुलमै गएर भेटौँला है त ल फाइनली गाइज हामी चाहिँ स्कुलमा आइसकेका छौं हैन हाम्रो साथी यही छन् सो अब यहाँ हामीहरु एकछिनमा रवाना हुनेछौं यहाँदेखि उतै बसमा हो त्यही बसमा हो हामी जाने त्यहाँ छन् मान्छेहरु उतातिर छन् क्लासमा छन् बसेका अहिले फिलहाल कत्रा तरिकामा हिँड्दिने हामीहरु हैन यस अब चाहिँ हामीहरु सब लाइन लागिरहेका छन् यहाँ फोटाहरु खिचिरहेका छन् केटाहरु यहाँ छन् दुई जना मस्त लाइन लागेका छन् सब ओ सेट कति हो बाग बर्दियाको बाग चोरी ल्याछ यसले बर्दियाको बाग लिएर चोरी ल्याछ 500 डोम बर्दियाको बाग चोरी ल्याछ बर्दियाको बाग यसले ल बधाई जेल जेलमा हाल बाग चोरी खाएको दाले यसले बाग चोरी खायो यार बर्दियाको फेरि म पुलिस हुँ ए पुलिस चोप दे लग जेलमा लगिहाल यसले बर्थडेवाले आज पार्टी दिन्छु भने नै हामीलाई पार्टी दिन्छु भने हो एकदम ल ओहो ओ पार्टी जोर ल एकदम हामीले चोरी सक्यो हुन ल ठीक छ ल बस चालू भयो ल एकदम चुप बिल्कुल चुप हिम्मत कैसे हुई तेरी मुंह खोलने की सब चोरी सक्यो हाम्रो न अब सिधै हामीहरू स्पोर्टमा पुगेपछि भेटौँला सुन्नु त यार लगायत प्राणी हामी कर्णाली पुगिसक्यौँ जङ्गल पनि चाहन्छ कालो डन सुमित दोस्त पनि छ नि यहाँ फाइनली हामी चाहिँ कर्णाली पुगिसक्यौँ गाइस हो यस्तै हो पारा कति चाहिँ लागिरहेको छ दोस्त हावा खतरा आइरहेको आइफोन ल बधाई छ बिस्तारै पुल कट्छ होइन हामी बसान दोस्त पनि पुरा सिग्मा मन हिँडिरहेको छ हाम्रो ऊ हेर न बसेको ओ गाडी खतरा हावा आइरहेको छ यहाँ ड्याम जाडो त भयो यार यहाँ उड्ने जस्तो भइसक्यो मान्छे यहाँ पानी हेर्नुहोस् क्या हरियो देखिन अच्छा हमको सिखा रिया है त्यसपछि मैले यसो नाटक गरेर यहाँ भिडियो बनाउन थालेँ हावा धेरै जोडले चलिरहेको थियो हामीहरू टक्क सिधा पुल कटेर पारी गयौँ अनि फेरि वापस आयौँ हामीहरू अनि बसतिर गयौँ बसमा चढ्यौँ अनि हिँडिहाल्यौँ हामीहरू त्यसपछि चाहिँ हामीहरू एकदमै नेसनल पार्क पुग्यौँ बर्दिया नेसनल पार्क तर त्यो भिडियो खिच्न बिर्सेछु त्यहाँबाट उत्रिन लाग्यो बसबाट ल केही छैन अब यहीँदेखि हेर्नु होला भइहाल्छ कहिले मान्छेबाटै गल्ती हुने हो बर्दिया राष्ट्र निकुञ्ज सबजना फोटो सेसन भयो हाम्रो होइन कालु अघि आइसकेको छ हामीहरू यही बाघसँग भेट भएको थियो पहिला होइन लाइन लाग्ने अरे सबले लगा लाइन लगा सब सर कस्तो आइरहेको छ सर एकदम रमाइलो भइरहेछ सर पनि भाइरल हुनुहुन्छ ल बधाई छ बधाई ल बधाई छ सर फलो गर्नुपर्छ हामीले डाक्टर डान्सर आर्टिस्ट यस्तो हो के ऑपरेशन हुन्छ अब डॉक्टर रोशन सिंह हो के डॉक्टर रोशन सिंह प्यारी समझ गई अरू स्कुलको पनि आइसकेका छन् हाम्रो उतातिर हेड पनि अरू स्कुलको पनि आइसकेका छन् हामी त भइदा यहाँ बहिनीहरू टिकटक बनाइरहनु खतरा
हो बनाउनु पर्छ टिकटक। पूछा किसी ने नहीं पूछा। हिँड्दा हिँड्दा त्यहाँ मैले भिड देखेँ अनि के किन रहेछ भनेर हेर्न गएको त लास्टमा गैँडा रहेछ, त्यो पनि पराल खाल्नाको। गैँडा हेर्दा हेर्दै मजा आइरहेको थियो हेर्नु चाहिँ, तर एकचोटि धन्नै गैँडाको अगाडि खसेन हो, बच्चे धन्नैले नत्र म जान्थेँ गैँडाको खुट्टाको तल। त्यसपछि हामीले साना गोहीका बच्चाहरू देख्यौँ, अनि कुनै ठुला पनि थिए, कुनैका नाक लामा थिए भने कुनैका के लामा थिए र पुच्छर पनि लामा थिए कसैका। अनि हामीले यहाँ यो के भन्छ यसलाई कछुवा पनि देख्यौँ, ठुला र साना। त्यसपछि गोहीहरू तैरिएको पनि देख्यौँ हामीले। त्यहाँ हाम्रो राष्ट्रिय निकुञ्जभित्र चाहिँ यस्तो दामी म्युजियम पनि रहेछ, जहाँ चाहिँ हाम्रो यो थारू संस्कृति जलाउने सामग्रीहरू थिए। अनि यसलाई चाहिँ के पो भन्छ मलाई थाहा भएन, तर हाम्रो सुभाष दत्त चाहिँ खेल्न लागिहाल्यो। अब उनी जहाँ पनि यस्तै गर्ने मान्छे परे होइन, टक्क बारामा खेल्न थियो उहाँ चाहिँ। अनि पछि हामी झन् भित्रतिर गयौँ, त्यहाँ पनि के देख्यौँ हामीले, यो चुडाहरू देख्यौँ के थिए। सुभाष दोषले मलाई देखाउन लागेका थिए। हाम्रो फोटो चाहियो थियो, हाम्रो फोटो चाहियो। भाइ ने बोला करने का तो करने का। म्युजियम घुमिसकेपछि हामी चाहिँ गयौँ होटलमा खाना खान। हाम्रो चाहिँ होटलमै थियो खाना, मासु चाहिँ यसो हामीले स्कुलबाटै पकाएर लगेको थियौँ र खाना चाहिँ होटलमै थियो हाम्रो। अनि यसो थालसाल लिएर हिँड्नुपर्ने रहेछ त्यहाँ। सर मासु है मासु। गाइस अब फाइनली हामी चाहिँ हैन सरले मासु हाल्नु के हेरेन यो माछाला मासु खाना खान लाग्यो हैन गाइस भनेर दोस्तहरु सब यहाँ मिलेर खाना खान्छ हैन। त्यहाँ आइज न यहाँ आइज काले त्यहाँ छ हाम्रो तर हामीलाई सबले हेपेके गाइस हो र सब उहाँ बसेछ नि हामीलाई चाहिँ यहाँ जे होस् हामी चाहिँ लग्जरी ठाउँमा बस्न पायो खाएपछि ल गाइस कुवा चाहिँ हामीले यहाँ पायौँ है गाइस। कुवा हुन्छ र कुवा हो नै साच्चै कुवा हो यो कुवा हो पहिला यसको भित्र पानी हुन्थ्यो पहिला त्यति हो अहिले छैन सुकेछ गहिरो छैन ए सब सुबासले गर्दा ओ ये भी मेरी गलती है एकदम अब हामीहरु चाहिँ खाइसक्यो सरले खादै हुनुहुन्छ यहाँ उ त पिङ पनि खेलिरहेछ नि त ए पिङ पनि खेलिरहेछ नि नेपाल भरिमा नेपाली स्कुलको विद्यार्थीको सबैभन्दा उत्कृष्ट पिकनिक हो यो एकदम सर यसमा चाहिँ हाम्रो डाक्टर साहब रोशन घिमिरे पनि ठुलो भूमिका छ गाइस हामी चाहिँ फाइनली कोठिया घाट पुग्न आइसक्यो हैन मस्त लामो अरे नेपालको कस्तो अरे नेपालको सबभन्दा लामो पुल लामो हैन के लामो पुल हो। अरे कहना क्या चाहते हो लो गाइस फाइनली हामी चाहिँ बसमा चढिया छौं र अघि 1 घण्टा चढ्या हो यसरी नै नाच्दै र गाउँदै हामीहरू स्कुल पुग्यौँ र स्कुल पुगेपछि सबै आफ्नो घरतिर लाग्यौँ। तर अब त्यो भिडियो चाहिँ मैले खिच्न पाएन किनकि यो साथीको मोबाइल थियो, त्यो पनि स्विच अफ भइहाल्यो। यति भन्दै अब म बिदा हुन चाहन्छु। धन्यवाद।